हेलो, गुड मर्निङ। के छ हजुरहरूको खबर? सन्चै सुबिस्तै हुनुहुन्छ होला। बिहानको 6:30 बजी उठेको। आज मर्निङ ड्युटी भएर चाँडै उठेको मान्छेहरू। यस्तो घाम छ भने नि बिहानै 6:30 बजी नि यस्तो घाम छ। म त आँखा मार्दै उठेर लेमन वाटर जिरा पानी खानु पर्यो बिहान बिहान। अन्डा करीको लागि सबै रेडी पारेको। बेलुका पनि नाइट ड्युटी आएको, बिहान मर्निङ ड्युटी गाह्रो पर्छ। आज चाहिँ अन्डा करी बनाएर लानु पर्यो भनेर पकाउँदै गरेको। धन्न किचनमा कोही पनि थिएन, एक्लै। एकै बिहान त सबै सुतेको हुन्छ, कोही ड्युटी नि सकेको हुन्छ। एक्लै भयो भने 4टा अन्डा चाहिँ पकाउँदै हो। प्याज र खोर्सानी फ्राई गर्दै लसुन अदुवा हालेर चलाउँदै गरेँ। गाह्रो छ बिहान पनि 3 साढे 3 बजी सुताइ भएको, बिहान 6 बजी उठायो। नउठे पनि नहुने, खाना पकाएर लानु पर्ने। अन्त चाँडै उठेर अन्डा करी बनाएँ। मेरो रुमको हालत चाहिँ यस्तो छ भने नि उठेर केही पनि गरेदिनँ, खाना डाइरेक्ट पकाउनु गएँ। रुम यस्तो छ चेलेले। गाह्रो छ हो परदेशमा रुम लिनु, यस्तो महँगो छ। मेरो खाना पनि रेडी भयो। एउटा बनाना एप्पल मेरो खाना। अब ड्युटी जानु रेडी हुनु पर्यो। गाइस यस्तै हो जिन्दगी। रेडी भइसकेँ, अब जान लागेको। बाई बाई साथीहरू। मेरो सानो ब्लग कस्तो छ तपाईँहरूले